बालेन सरकारको यो बोल्ड निर्णयले सार्वजनिक यातायातको आतंक अन्त्य गर्ने स्थिति आएको छ। यो बोल्ड निर्णय मध्ये एउटा बोल्ड निर्णय हो हरेक सार्वजनिक यातायातमा अनिवार्य रूपमा सीसीटीभी, त्यो पनि 2टा जडान गर्नुपर्नेछ। त्यो साधारण सीसीटीभी नभइकन एआई जेनेरेट सीसीटीभी हुनेछ, जसले चाहिँ त्यही सार्वजनिक यातायातको गतिविधि अध्ययन गरेर त्यसको रिपोर्ट चाहिँ सम्बन्धित विभागमा पठाउनेछ। यदि गलत काम त्यो सार्वजनिक यातायातले गर्ने बित्तिकै उसलाई तत्कालै कारबाही हुने अवस्था देखिन्छ। अब गलत कामहरू के हुन् भन्दाखेरि बढी स्पिडमा गाडी चलाउने, आवश्यक स्पिडभन्दा बढी स्पिडमा गाडी चलाउने, कम्पिटिसनमा गाडी चलाउने, एकअर्कालाई कम्पिटिसन गर्ने, एउटा त्यो। दोस्रो भनेको त्यो सीसीटीभीले चाहिँ पाकेटमारदेखि लिएर महिला हिंसादेखि लिएर हरेक चिजको चाहिँ निगरानी गर्ने, दोस्रो नम्बर। तेस्रो नम्बर भनेको यात्रु जहाँ छ त्यहीँनेरि गाडी घ्याचै रोक्ने, बस स्ट्यान्ड कुर्नु नपर्ने, अनि त्यो हुँदा पछाडिबाट आइरहेको गाडीसँग ठोकिने सम्भावना, त्यो स्थितिको अन्त्य हुँदैछ। अर्को भनेको तपाईँको एउटा यात्रु छ, 2टा बसका चालक आएर चाहिँ झोला खोसाखोस गर्ने, तानातान गर्ने, त्यो स्थितिको अन्त्य हुँदैछ। अर्को भनेको छोटो दूरीका मानिसहरूलाई चाहिँ यो के अरे सवारी चालकले नचढाउने, बसमा लिँदै नलिने, 10 रुपियाँ 20 रुपियाँ 30 रुपियाँ 40 रुपियाँ भाडासम्मको नजिकको ठाउँमा चाहिँ उनीहरूले नलाने, अलिक टाढा टाढाको मात्रै घुसाउने। अर्को भनेको त्यो सीसीटीभीले अर्को निगरानी के गर्छ भने आवश्यक सिट सङ्ख्याभन्दा बढी यात्रु खारिएको अवस्थामा भेटियो भने कारबाही गर्ने। हेर्नु त, यो यदि लागू भयो भने हाम्रो सार्वजनिक यातायातको स्थिति कस्तो हुन्छ, यति राम्रो हुन्छ। एउटा त्यो भयो। अर्को जीपीएस जडान गर्ने। जीपीएस जडान गरिसकेपछि के हुन्छ भने कुनै पनि अपराधिक क्रियाकलाप गरेर कुनै सार्वजनिक बस भागो या चाहिँ बसमै त्यस्तो रेपसेपको कन्डिसन पहिला सुन्नमा आएको छ, इन्डियामा पनि त्यस्तो भएको छ। त्यसरी बस कहीँ भागो भने त्यो जीपीएस ट्र्याकरले चाहिँ कुन बस कहाँनिर छ भन्ने कुरा ठ्याक्कै लोकेसन पत्ता लगाउँछ। एक नम्बर त्यो फाइदा जीपीएसको। अर्को दोस्रो नम्बर के फाइदा हुन्छ भन्दाखेरि हामीले आफै घरमै मोबाइलबाट कुन बस कहाँ आइपुग्यो, के झापा जाने बस अर्थात् मोरङ जाने बस या काठमाडौँ जाने बस कहाँ आइपुग्यो, हामी कतिखेर चाहिँ स्ट्यान्डमा गएर बस्ने भन्ने कुरा घरमै बसेर मोबाइलबाट ट्र्याक गरेर हेर्न सकिन्छ र कति मिनटमा आइपुग्छ भनेर थाहा पाउन जानकारी लिन सकिन्छ जीपीएस ट्र्याकरको। तेस्रो कुरो, अब खुजुरा पैसा छैन भनेर बस चढ्न मतलब गाह्रो हुने स्थितिको अन्त्य भएको छ। अनलाइन पेमेन्टलाई अनिवार्य गरिएको छ। भएन त गजबको कुरा। अब के चाहियो हो, नेपाली जनता हो, के चाहियो?